कहाँ बा चिठीको पढ्बर जानु केटीहरु जन्नाछौ बा केटीहरु जन्नाछौ त्यही भाउजूलाई पढिन बाबा ए उही दिने केटी हो त्यो जयका आँखा निका आसनबाट पठाउन नाथे उही हो पो कहाँ उही दिने केटी हुन्न रे वो त मेरो साथी हो त्यो भाउजू त पढे लेखेकी धनी बाबाको एक्लै चेली पो हो क्या उहीका बाले भन्लाई त जहिले मलाई इन्जिनियर चाहियो सबै हुना इन्जिनियर जो देखिन पनि खुलो हुन्छ ताले ए तुइले के भने पो उहीका बाकी बोल्नु बिचार उहीका बाकी मैले भने म त मेरो घरका पंखा टिभी फ्रिज धारो केही बिगाडेर म आफै बना हो मलाई आज इन्जिनियर जरुरत हो ससुराबा ल बधाई छ अब तेरो बिहा पक्का हो द हेड तुला एक तर भाउजूले बनाउन दुई जना भने उहीका बाजुको कुरा हो है जाऊ ल पे आज त म पनि भाउजू हेर्दै गइजानु हजुर राम हो अनि बाबू तिमी के काम गर्छौ अंकल अरू काम त के हैन सानो आफ्नै बिजनेस छ मेरो अंकल हो ठुलो बिजनेस गराउँछ मेरो दाइ त बिहान सुट बेलुका उठ भन्ने कम्पनीको म्यानेजर हो ए महिनाको कति कमाउँछौ त अब पैसा भन्ने कुरा के हो अंकल पैसा भएर त हातको मैलो हो अंकल हो तपाईले मेरो दाइको हातमा कहिले पनि मैले टिक्दैन है अंकल अब त्यस्तो के हैन तपाईको छोरीलाई चाहिँ म रानी बनाएर राख्छु अनि के तपाईको घरमा रानी बस्ने दरबार छ र दरबार त छैन तर मुसाको दरबार छ त्यही दरबारको राजा हो मेरो दाइ